सकेपछि पछिल्लो टाइममा घर बसेर भात खानु। नमस्ते सबैजनालाई जोगदिया। हामी चाहिँ यति बेला अर्घाखाँच जिल्लाको पाणिनी गाउँपालिकामा छौँ। बिहेपछि धेरैजना चाहिँ घुम्न होइन हनिमुन मनाउन धेरै टाढा टाढा घुम्न जानुहुन्छ। हामी चाहिँ दिनदिनै घाँसै काट्न आएको छौँ होइन। आज घाँस काट्न सन्धिएर जाने भनेको थियौँ, आज पानी परेर जान पाइएन, अलिकति प्रब्लम भयो। अनि यता हेर्नुहोस् त, अनि घुम्न जाने भनेको घुम्न जान पाइएको छैन। घाँस काट्दा काट्दै यहाँ जुनी जाने भयो यता। आज त झन् धेरै काट्न सिपालु भएर मैले भन्दा